हेर्नुहोस् म चाहिँ अहिले यहाँ तपाईँको घरमा आइसकेको छु है। यो चाहिँ हाम्रो रोड हो। रोडको छेउमा चाहिँ यो घर छ जुन चाहिँ बनिँदै थियो है, तर अहिले कन्स्ट्रक्सन स्टप भइसक्यो। यो चाहिँ 12 पुसको घर हो। हेर्नुहोस् त ठुलो छ है। तलपट्टि पनि देखाइदिन्छु तपाईँहरूलाई। हेर्नुहोस् है, यस्तो छ है। यो बाँसहरू कसले भएको छ, यस्तो छ है। यो बनिँदैछ है मजाले। तर पनि जग्गा छ निकै। यस्तो जग्गा छ यस्तो है। आरसिसी पनि तपाईँको गरिसकेको छ है। यस्तो वालहरू छ हो। लोकेसन राम्रो छ यो चाहिँ। बाटो पनि यहाँसम्म तपाईँको क्यान्टरहरू पनि आउँछ है। घरहरू बनायो भने राम्रो छ। अनि ग्यारेजको लागि एकदम ठिक हुन्छ है त। ग्यारेज पनि मुनिपट्टि पाहाल्छ, माथिपट्टि घर बनिहाल्छ है। यो चाहिँ तपाईँको 7 डेसिमलको छ है। यो यहाँदेखिको यो वालदेखिको चाहिँ यहाँ डल्लै पर्छ पर भित्रसम्म है त।